नमस्ते। सुन्नुहोस्, म सर्वसाधारण जनता एकदम सान्दर्भिक विषयका कुरा छ। नेपालको र राजाको नेपालको विषयमा सान्दर्भिक कुरा एकछिन ध्यान दिएर सुन्नुहोस्। लामो छैन, 2 मिनट मात्रै हो। यस विषयमा नेपालको राजनीतिको विषयमा र राजा ल्याउने भन्ने विषयमा बोल्नु पर्दाखेरि मैले एउटा सानो चर्चा गर्नेछु। मलाई मेरो मनमा लागेको कुरा मैले चर्चा गरेको हो। के भनेदेखि हामी सर्वसाधारण जनता हौँ। हाम्रो गुनासो कहाँ पठाउने त भन्दा फेसबुकबाट, स्ट्याटसबाट। सुन्नु, मलाई लागेको कुरा है, हजुरहरूलाई के लाग्छ मलाई लागेको कुरा मैले भन्दैछु। नेपालमा राजा ल्याउने भन्दैछ। अनि जुलुस, नारा, आन्दोलन दुनियाँभर भइराखेको छ। यो विषयमा मैले के भन्न खोजेको भने, राजा ल्याउँछु भनेर नारा जुलुस गर्नेहरू, राजा पक्षहरू 20 लाख होला। पहिला 1 लाख थिए, 2 लाख भए, 3 लाख भए, 4 लाख भए, अहिले एकदमै धेरै भयो भने 20 लाख होला। अनि त्यो 20 लाखले राजा ल्यायो रे, एक प्रकारको एकछिनले मानौँ 20 लाख जनता राजा पक्ष छ। अनि राजा आइसकेपछि अनि 2 करोड 80 लाख भयो नि त राजाको विपक्ष त। अनि 20 लाखले जित्यो कि 2 करोड 80 लाखले जित्यो त, हो कि होइन भन्नु त। अनि नेपालमा शान्ति भयो। नेपाल हामीलाई चाहिएको त शान्ति हो। नेपालमा शान्ति होस्, विकास होस्, होइन। अनि जसले राज चलाए पनि, जसले देश चलाए पनि नेपालमा सर्वसाधारण जनताको लागि शान्ति चाहियो, विकास चाहियो। त्यो जन्मिने बित्तिकै 80,000 ऋण लाग्यो, 2-3 लाख ऋण लाग्यो भन्ने पनि होइन। अनि कहीँ गएर बोल्न नपाउने, एकदम चुप लाएर बस्नुपर्ने, गुनासै सुनाउन नपाउने, त्यस्तो पनि होइन। होइन, स्वतन्त्र चाहियो र विकास चाहियो। नेपालमा विकास चाहियो, भ्रष्टाचार हुनु भएन र शान्ति चाहियो। मेन कुरो शान्ति चाहियो। यो शान्ति ल्याउनको लागि के गर्नु त भने, अब राजा वीरेन्द्रै भइदिया भए त 2 करोड 80 लाख चाहिँ राजा पक्ष हुन्थे। ल जेसुकै होस्, पक्ष विपक्षको कुरा छोडिदिनु। अहिले 20 लाख जनताले राजा ल्यायो भने 2 करोड 80 लाख फेरि सडकमा आन्दोलन गर्छ, सडकमा उफ्रिन्छ, टायर बाल्ने, चक्का जाम हुने, अनि विदण्ड मचाउने, यस्तो चाहिँ यो अशान्तिको भारी हुन्छ देशमा। त्यसो भएर 20 लाख जनताले राजा ल्यायो भने 2 करोड 80 लाख उफ्रिन्छ फेरि सडकमा, होइन। त्यसो भएर यो अशान्ति किन भइरहेछ? त्यसो भए अशान्तिको बाटोतिर नलागौँ, आफू सुखी धन्दा गरेर खाऊँ। यसो हो मैले भनेको। यो मेरो कुरा यति हो।